नमस्कार हाम्रा सम्पूर्ण तीर्थालु भक्तजनहरूलाई यो जोमसङको चिसो सन्ध्याकालीन हावा तथा घामको मिश्रण किरणबाट सबैलाई मनमोहक दृश्यबाट त्यही मनमोहक नमस्कार। हामी आरुखर्क छपालीथोक पोखरा सम्पर्क समाजले आयोजना गरेको यो देवी दर्शन तथा अवलोकन भ्रमणका क्रममा आज मिति 2083 साल वैशाख महिनाको 26 गते बिहान 25 गते हामी बिहान तीर्थ यात्राको सुरु राम मन्दिरबाट सुरु गरेको यात्रा हामी अहिले ठिक्क साँझ टुप्लुक्क अस्ताउँदो घामसँगै यो जोमसङको गुम्बा तालको तटमा आइपुगेर हामी सबै यो त पौडेल बन्धुहरू सबैलाई यो गुम्बा तालको प्रतिनिधि भएर म हजुरहरूलाई एकदम स्वागत बिहानको 4 बजे अपन स्थानको लागि यो 12 किलोमिटर आइयो बल्ल। के भन्नु छ हजुरलाई? के भन्छु अब चाहिँ उपर मुस्ताङ घुम्न आएको हजुर यहाँ धौलागिरी होटलमा हजुर यसो पानी सानी चिया सिया नास्ता खाएर अब यहाँबाट 72 किलोमिटर उता 72 किलोमिटर अझै हामी उता जाँदैछौँ। वहाँ गएर फर्कने हो साथीहरू यहाँ खाँदैछौँ गर्दैछौँ ल हामी खाजा खान चाहिँ होटल धौलागिरी आरुखर्क छपालीथोक पोखरा सम्पर्क समाजका सम्पूर्ण सदस्यहरू अहिले हामी सेङ्गुची स्थानमा हिमालको नजिकै हिमालकै पाउमा टेकिएछौँ। सबैलाई हार्दिक नमन गर्दै सबै हाम्रा सबै भक्तजनहरू एकदम सुस्वास्थ्य हुनुहुन्छ। उहाँहरूलाई अझै शक्ति मिलोस्। यहाँको हिमाल कैलाश पर्वतका शिव पार्वतीले पनि हामीलाई शक्ति दिउँ, उहाँप्रति भक्ति जागोस् भन्ने कामनासहित अहिले हामी यहाँ तातो पानी पिउने क्रममा छौँ।
ल तिमी बोल Hello guys, welcome to our new vlog. तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि अहिले सन्चै छु अब चाहिँ हामी चाइनाको बोर्डरमा गएको छु अब हामी फाइनली हामी हामी दरबार देखेर पनि आइसकेको छ दसैँमा तपाईहरुलाई एउटा गीत सुनाएर देखाउँछु डोने जामुना बने राजा हो राजा बजे दिन बजे बेनीको गाछै खानुपर्छ आज सुकेको सबैको नजै भन भन देउसी रे राम्ररी बन देउसी यसो कौला थ्याङ्क यू कोराला बोटाला भेटौँला भन चाइनाको बोर्डरमा चाइना बोटाला भेटौँला है ल बाई बाई आज हामी चाइना र नेपालको बोर्डरमा आएको छौँ यो चाहिँ हाम्रो अर्को गाडी होइन अर्को गाडी छ
अब चाहिँ हामी मुक्तिनाथको मन्दिर गएर आइसकेछौँ। अब हेरौँ हामी पञ्चकोट जान्छौँ कि जान्नौँ हो। अब पुरा भिडियो अन्तिममा हेर्दिनको लागि यो अर्को गाडी छ यो त खतरा गाडी। यो चाहिँ भिआइपी गाडी है। बस भित्रमा त खिच्ने कि बाहिर नि खिच्ने हो? बाहिर नि खिच्ने हो नि। खोइ आऊ बाहिर। यसो बोकिसेन। बाहिर बाहिर ल अब चले सरर दुईटा टिकटकर। प्लिज गाइस भिडियो अन्तिम समयमा हेर्नु है। मलाई यहाँ ब्लग बनाउनु पर्यो त। मजा गर फाइनली म पुरै भ्यू देखाएर आइसकेको छु। अब को हो यता सुतेको? मुना आन्टी पो हुनुहुँदो रहेछ। यता चाहिँ हस्बेन्ड वाइफ के बुढाबुढी के यता चाहिँ हुनुहुन्छ। हाई भनेन। हाई मेरो सानो हाई। टिकटकर आन्टी। यता चाहिँ टिकटकर अङ्कल ठुलो हुनुहुन्छ। यता चाहिँ टिकटकर। म ठुलो भएपछि बालेन सरकार बन्यो गाइज। बालेन सरकार रगाडी भन्न आएछ। अगाडि चाहिँ रमाइलो छ होला। तपाईँले केपी बाले भनेर भजन सजन गाउने रतौली सतौली गाउने। आज चाहिँ हाई हाई भन्दिनु भयो। ल सिटी पुगिहाल्यो। यता चाहिँ ड्याडी हुनुहुन्छ। यता चाहिँ भुवन दाई हुनुहुन्छ। हामी कहाँ गएर आएको? हामी मुस्ताङ अनि मुक्तिनाथ मन्दिर अनि अप्पर मुस्ताङ चाइनाको बोर्डर नेपालको बोर्डर है। कस्तो भइरहेको यात्रा? उताको बस देखाए है त। यात्रा कस्तो भइरहेको त अहिलेसम्म? यात्रा कस्तो भइरहेको? है हेलो हाई तिमीले भन। ठिकै भइरहेछ तिमी नि। सोच्छु ल हेलो खोइ त हाई गरेको। हाई हाई तिम्रो नाम के हो? मेरो नाम टङ्कप्रसाद पौडेल। मेरो नाम सम्राट पौडेल जे भन्नु भन्थे। कतिमा पढ्नुहुन्छ? म 4 मा पढ्छु। कहाँ पढ्नुहुन्छ? अहिले म एभरग्रिन एकाडेमी भन्ने छ। अनि हजुर कहाँ गएर आउनुभएको त? मैले मुस्ताङ चाइनाको बोर्डर नेपालको बोर्डर मुक्तिनाथ अनि घोडा चढ्ने भनेको। घोडा चढ्नै दिनु भन। अनि कस्तो भइरहेको यात्रा? यात्रा चाहिँ ठिकै भइरहेछ तर अलिक चित्त दुखेको घोडा नचढेर। किन दुखेको? अनि को कसको आयोजनामा गएको यो यात्रा? को गएको? हामी यात्रामा गएको को कसको आयोजना? को समाजबाट गएको भन्? को समाज के? हाम्रो समाजको नाम के हो? अनि ल भन अरू ल सबैजनालाई एकदम। हेर्नु गाइस मलाई बालेन सरकारले गिफ्ट दिएको हो। बालेन सरकार तिम्रो को? मेरो बालेन सरकार दाइ हो।